यही सेप्टेम्बरमा एप्पलले लिएर आउँदैछ आइफोन 18 प्रो मैक्स, जसमा 4वटा कलर हुनेछन्। एउटा हुनेछ चेरी डार्क, अर्को हुनेछ सिल्भर, अर्को हुनेछ ब्लू स्काई। यी 4वटा कलरहरू अब रिलिज गर्दैछ एप्पल कम्पनीले, जसमा 4वटामा सबैभन्दा मास्टरपिस रहनेछ चेरी डार्क कलरको यो आइफोन। तपाईहरुलाई कस्तो लाग्छ एकपल्ट हेर्नु होला। यसमा धेरै चेन्ज आउँदैछन्। यो देख्दा आइफोन 17 प्रो मैक्स जस्तै देखिए पनि तर यसमा धेरै डिफरेन्टहरू रहेका छन्। यसमा चिपसेट रहनेछ A12 प्रो, जसले गर्दा तपाईको आइफोन एकदम स्मुथ चल्नेछ र यसमा 16 GB र्याम रहनेछ। ब्याट्री भनेको तपाईको ब्याट्री ब्याकअप एकदम हाई हुनेछ, जसमा ब्याट्री ब्याकअप भने एकदम हाई रहनेछ, जसमा 5100 मेगाहर्ज देखि 52 मेगाहर्ज सम्म हुनेछ। पहिला भनेको 45 मेगाहर्ज सम्म थियो, अहिले भनेको बढेर आएको छ, जसले गर्दा तपाईले धेरै बेरसम्म आइफोन युज गर्न सक्नुहुन्छ। र यसमा चार्जर मिल्नेछ तपाईहरुलाई 45 देखि 50 वाट सम्म। पहिले भनेको 37 देखि 40 सम्म रहने थियो र त्यसले गर्दा थोरै ढिलो चार्ज हुन्थ्यो, अब भने एकदम फास्ट चार्ज हुनेछ। अर्को चेन्ज भनेको यसमा डिस्प्लेमा चेन्ज आएको छ, जसमा डाइनामिक आइल्यान्ड तपाईहरुले देख्न सक्नुहुन्छ आइफोनमा। त्यो चाहिँ 20% जति कम यानी सानो भएर आउनेछ। र क्यामेराको कुरा गर्नुहुन्छ भने यसमा चाहिँ 48 मेगापिक्सलको 4वटा ब्याक क्यामेरा रहनेछ र यसमा चेन्जिङ भनेको भेरिएबल एपेक्चर क्यामेरा आउनेछ, जसले गर्दा तपाईहरुको फोटो एकदम क्लियर आउनेछ। जस्तै यसले के गर्छ भने यसले चाहिँ लो लाइटमा लाइट आफै बढाउनेछ र हाई लाइटमा चाहिँ लो लाइट गर्नेछ अटोमेटिक, र जसले गर्दा तपाईको फोटो चाहिँ जस्तो मौसममा पनि एकदम राम्रो र एचडी कलरमा आउनेछ। र सेल्फी क्यामेरा भनेको पहिलाको 18 मेगापिक्सल थियो भने अहिले भने यसमा सेल्फी क्यामेरा 24 मेगापिक्सलको हुनेछ, जसले गर्दा तपाईहरु सेल्फीबाट पनि राम्रो भिडियो फोटोहरू खिच्न सक्नुहुन्छ। आइफोन 17 प्रो मैक्स को कम्पेयरमा गर्दाखेरि 18 प्रो मैक्स एकदम हाई क्वालिटीमा आउँदैछ। तपाईहरु पनि देख्न सक्नुहुन्छ। यहाँ कस्तो लाग्यो तपाईहरुलाई यो कलर आइफोन 18 प्रो मैक्स तल कमेन्ट गर्नु होला। र आइफोन 17 प्रो मैक्स राम्रो थियो या 18 प्रो मैक्स जुन आउँदै गरेको 18 प्रो मैक्स राम्रो लाग्यो तपाईहरुलाई कमेन्ट गर्नु होला। र यस्तै टेक्निकल भिडियो र इन्फर्मेटिभ भिडियोहरू म मेरो च्यानलमा लिएर आउने छु, तपाईहरु हेर्न सक्नुहुन्छ। मेरो च्यानलमा भनेको एउटा प्लेलिस्ट हेर्नु होला, जहाँ चाहिँ एउटा अमेजन कोर्स रहनेछ, जहाँ तपाईले अमेजनको बारेमा सिक्न सक्नुहुन्छ, र अर्को भनेको टेक्निकल भिडियोहरू रहनेछ। तपाईहरुलाई टेक्निकल लाइनमा के कस्तो रुचि छ, के कस्तो हुन्छ, टेक्निकल भिडियोहरू रहनेछ, जसमा तपाईले राम्रो इन्फर्मेटिभ भिडियो तपाईहरुलाई लाइफमा युज हुने भिडियोहरू त्यसमा मैले प्लेलिस्टमा राखेको छु। र एउटा भनेको तपाईले यस्तै मोबाइल सम्बन्धी या कुनै टेक्नोलोजी सम्बन्धी तपाईलाई जानकारी दिने भिडियोहरूको प्लेलिस्ट बनाएको छु। यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला। ओके, थ्यांक यू।